हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। आज म एउटा गम्भीर कुरा लिएर आएको छु युट्युबमा। जस्तो हाम्रो एउटा नेपालको चेली सुर्खेतका इनिसा बिका, जुनको उमेर 17 वर्षका थिए, उनलाई 4 जनाले बलात्कार गरेर मारेर फ्याले। तर आजसम्म अहिलेसम्म इनिसा बिकाले न्याय पाउनु भएको छैन। यो के हो नेपालको कानुन? म के भन्न चाहन्छु भने बालन सरकारलाई, किनकि बालन सरकार अब हाम्रो नेपालको नयाँ सरकार बन्दै हुनुहुन्छ। तर उहाँलाई मैले यो मेसेज पुर्याउनको लागि आज म युट्युब मार्फत भन्न चाहन्छु। र साथीहरू, हजुर सबैजनाले यो भिडियोलाई सेयर गरेर हुन्छ कि कसो गरेर हुन्छ उहाँसम्म यो भिडियो पुर्याउनु होला। श्रीमाननीय प्रधानमन्त्रीज्यू बालन सर, हजुरसँग म प्रार्थना गर्दछु कि इनिसा बिकाको लागि न्याय चाहियो। हामीलाई न्याय चाहियो। तिनको हत्यारालाई, तिनको अपराधीलाई कडाभन्दा कडा सजाय दिनु पर्यो। लुकाछिपी गरेर उनीहरूलाई बचाउने नगर्नु। आजसम्म उहाँको परिवारहरू रोइ कराइ गरिरहेछन्। लास पनि तपाईँहरूले उहाँले दिनु भएन, उहाँले पाउनु भएन, अझैसम्म उनीहरूले हेर्न पाएन भन्ने मैले फेसबुक मार्फत देखेँ। मलाई साह्रै रिस उठेर आयो। अगर म नेपालमा हुन्थेँ भने र मेरो त्यत्रो पावर हुन्थ्यो भने मैले के गर्थेँ? यस्तो रिस उठेछ मलाई, मैले के भन्नु। हेर्नुहोस् बालन सरकारजी, हजुर प्रधानमन्त्रीको शपथ लिनुभन्दा अगाडि यो काम चाहिँ गर्नुहोस्। एउटा नाबालिग चेलीलाई न्याय दिलाउनुहोस्। त्यो अपराधीहरूलाई के सजाय दिनुपर्छ हजुरलाई थाहा नै होला। त्यो सजाय उहाँले पाउनै पर्छ र पीडित परिवारले न्याय पाउनै पर्छ भन्ने मेरो सोच छ। अगर हजुरहरूले न्याय दिनु भएन भने तपाईँलाई सरकार भन्नु के? तपाईँलाई त्यति जनताले भरोसा गरेर तपाईँहरूलाई सरकार बनाउँदैछ। त्यो सरकार बनाउनुको कारण के हो? हामी जनताको भलाइ गर्नको लागि त हो नि। तपाईँले यो बुझ्नुहोस् कुरा, सरकारको पनि आफ्नो